3 4 खुन बगाए खुन हैन पसिना खुन बगाए खुन हैन पसिना वेलकम ब्याक छ सबैजनालाई मेरो नयाँ भिडियोमा एके क्यान्सर ब्लग च्यानलमा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ हामीले यहाँनिर ठुलो देखिरहेको भएको यो ढुङ्गाहरू हैन, यो ढुङ्गाहरूले चाहिँ हामीले यहाँनिर एउटा सकेसम्म ठुलो के हुन्छ टावर बनाउने कोसिस गर्दैछौँ। हो किन भन्दा हो ल लेट्स डु इट गाइस। तो चलिए शुरू करते हैं। ल गाइस अब हामीले बनाउने ठाउँ क्यामेराम्यान बनाउने ठाउँलाई पनि देखाउन सक्नुहुन्छ। यहाँ बनाउने ठाउँ यता रहेको छ क्यामेराम्यान है। बनाउने चाहिँ हामीले यहाँनिर हो है, टक्कसँगले यहाँनिर बनाउने हो क्या। अनि तपाईँहरूले हेर्नु होला अब हामीले मेहनत लाग्ने चाहिँ यहाँनिर गरेको त्यही हो। ल केटा सुरु गर ल बोक्दै यहाँनिर भिला गर। बाप को भेज तेरे बस की बात नहीं। हुँदै ए बोक्दै भेला गर अनि सुरु गर्ने। लास्ट गाह्रो हुने वाला छ गाइज हैन। यो काममा चाहिँ एउटा च्यालेन्जिङ छ। यतिन्जेलमा तपाईँहरूले लाइक सब्सक्राइब सेयर पनि गर्नु होला है त। ल गाइज समझ रहे हो? ल गाइज फाइनली हामी चाहिँ यत्रो मेहनत गरेर पसिना आइसक्यो होइन। नाका साह्रै मेहनत मात्र भइरहेको पसिना पसिना लगा बोले यस्तो पसिना। हामी चाहिँ यत्रो मेहनत गरेर पसिना आइसक्यो होइन। पसिना आइसकेपछि हामीले कत्रो चाहिँ टावर बनायौँ हामीले देखाउन लागेको छ तपाईँहरूलाई है। जस्ट क्यामेराम्यान यता हामीले चाहिँ गाइज यत्रो मेहनतले बनाएको यत्रो ठुलो साम्राज्य अबे साले ढुङ्गाको मेहनत पसिना बगाएर हामीले खुन हैन पसिना बगाएर बनाएको तपाईँहरूले देख्न सक्नुहुन्छ। हाम्रो केटाहरू हेर्न सक्नुहुन्छ कति गलेको छ पसिना लगा। कौन है ये लोग? कहाँ से आते हैं? गीत मुटु फुट्न लागेछ सबैले आफ्नो यहाँनिर जब हाम्रो चाहिँ केटाहरूले चाहिँ के विचार केही छैन के विचार गर भने पुसअप च्यालेन्ज देखिरहेको छ नि। पुसअप च्यालेन्ज गर्ने भएर होइन सबैको हामीमा पुसअप चाहिँ कसले धेरै जित्यो त्यसले चाहिँ कति रुपियाँ पायो? पुरै 5 रुपियाँ पायो है। जित्नेले त्यही हो। लगाइ अब हाम्रो पहिला बडी डेमोन्स्ट्रेसन हुन्छ। ल स्टार्टिङ ल दाइ यता आउनु तपाईँ सुरु गर। के गर्नु? बडी यस्तो ल ब्याक साइड अहिले गेम छ अहिले ब्याक साइड फुला नि जसरी फुला चाहिँ फुला जसरी फुला चाहिँ फुला न यता देखाएर हो। ल दाइ अब तपाईँको डन मजाले सिक्स प्याक पहिला सिक्स प्याक फुलाउने हो। ल ब्याक साइड पछाडि यसले जस्तै पछाडि उता फर्केर ब्याकको फुलाउने उता फर्किनु न अलिक उता पछाडि हो त्यसरी फुलाउने हो कि आमा। ल अब हाम्रो केटाहरूको रहेछ त्यही हो। पहिला ट्रेनिङ गर्ने भनेको नि एक्सर्साइज उयो पुसअप हान्नुभन्दा अगाडि। ल पुसअप भन्नु अगाडि ल एक्सर्साइज कस्तो गर्छ ल गर। एक्सर्साइज कस्तो जिउहरू तन्काउने कस्तो हातहरू तन्काउने सिधै पुसअप गर्ने छिटो ट्राई गरौँ न पुसअप कति। ल ट्राई होइन ट्राई त कस्तो ट्राई गरिस् भने गरिहाल्छ नि। एकछिनमा बड़ा हरामी हो बेटा। दाइ जोसिसक्यो अरे एकछिनमा गर्छ। ल पुसअप सुरु गरिहाल। ल होइन त के सानो ल ल हाम्रो फर्स्ट कन्ट्याक्सनले सुरु गरिसक्यो। रेडी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 यति नै। ल अब हाम्रो रहेको छ उज्जवल राई। ल 1 2 Oh no! Wow! 12 13 14 15
16 17 18 19 गयो 20 21 22 23 26 27 दाइ गयो अझै गयो 29 30 ल फेरि दाइ खोइ त सक्यो यतिमै पावर ल फेरि गरौँ मलाई त जित्नु त अझै चाहिन्छ नि ओ 31 32 33 गल्यो ल 33 तल त दाइ जित्यो हेर दाइले जित्यो ल दाइ तपाईँले त रोशनलाई त जित्नु भयो त ल ल गाइस तपाईँहरूलाई हाम्रो यो भिडियो कस्तो लाग्यो होला रमाइलो लाग्यो लागेन इन्ट्रेस्टिङ लाग्यो कि लागेन भनिदिनु होला होइन अनि हाम्रो केटाहरूले ल अन्तिम भिडियो थियो अझै हाम्रो पार्ट 2 पनि आउँछ यसको तपाईँहरू पछि हेर्नु होला होइन अहिलेलाई चाहिँ यति नै ल सबैजना सब्सक्राइब है सब्सक्राइब भन्ने केटा हो ल